तपाईले 2/3 को दम्ब राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको तपाईले? जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठाउँदा हुँदै छानबिन होइन, संख्याको बलमा सामसुम पार्न खै त्यो संसद बिउजाउन खोज्नु भएको? भयो, देखियो तपाईको 2/3 को ताकत। यो कुरा बिर्सेका छैनन् र बिर्सन हुने छैन। चुनावसम्म बिर्सेर नहुने कुरा र चुनावपछि त झन् बिर्सेनै नहुने एउटा कुरा बताउँछु। यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्, यसलाई हामी बिर्सन सक्दैनौँ। र यिनले अहिले ठुलो कुरा गर्नु ठिक हुँदैन। म कटाक्षमा गएको होइन, तर खबरदारी त पुस्ताका हिसाबले हामीले गर्नै पर्ने हुन्छ। संयन्त्रका मानिसहरू होलान्, सरकारका मानिसहरू होलान्, मन्त्री को थिए, प्रधानमन्त्री को थिए, उच्च स्तरीय संयन्त्र बनाएर त्यसलाई सघाउने को थिए, तिनीहरू सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ। खबरदार, षड्यन्त्रको श्रृङ्खला अब बन्द गर्नु होला। धेरै आँखा नचम्काउनु होला। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म पार्टीको जिम्मेवारीमा फर्किएको छु। मैले न्याय पाउनु बाँकी नै छ। म त्यो न्यायमा लडिरहनेछु। मैले भन्दै आएको कुरा फेरि पनि दोहोऱ्याउन चाहन्छु। आफ्नो न्यायका लागि लड्नु त छँदैछ, त्योभन्दा बढी सिङ्गो देश र पुस्तामाथि भएको अन्यायको लागि लड्ने लडाईँ अत्यन्त महत्त्वपूर्ण लडाईँ छ। यो लडाईँमा यहाँहरूको साथको आवश्यकता परेको छ। मलाई यो पनि थाहा छ कि पार्टीमा समावेश भएर हाम्रो यो अभियानलाई महाअभियान बनाउनको निमित्त देशैभरि र विदेशमा रहनुभएका नेपालीहरू सबै एकजुट हुँदै हुनुहुन्छ। मलाई यो पनि थाहा छ विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने तपाईँहरूको भावनालाई पनि हामीले सुनेका छौँ, हामीले बुझेका छौँ। त्यसैले उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मैले कारागारबाट पनि भनेको थिएँ, मैले आफ्ना राजनीतिक प्रतिवेदनहरूमा पनि भनेको थिएँ, परिवर्तनको यो यात्रामा एउटा पुस्तालाई न्याय दिने कुरामा र इतिहास लेखिने कुरामा रासोपा सँगै छ। म कुनै पनि कदम चाल्नको निमित्त तयार छु भनेर मैले स्पष्ट पारिरहेको छु र विभिन्न भेटघाटहरू निरन्तर चलि नै रहेका छन्। यहाँहरूलाई विश्वस्त हुन हामी अनुरोध गर्न चाहन्छौँ। त्यसैले हामीले गर्ने परिवर्तन संस्थागत बनोस्, त्यो चिरस्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने काबिल बनोस्, म यही अपेक्षा गर्न चाहन्छु। अन्त्यमा म केही कुरा छोड्न चाहन्छु। देश अहिले विभिन्न तहले विभिन्न तरिकाले कमजोर अवस्थामा पुगेको छ। यो कमजोर अवस्थामा भएको बेलामा ठाउँबाट चलखेल गरेर ठाउँबाट कमजोर बनाउन खोज्दै, ठाउँबाट आफ्नो रोटी सेक्न खोज्दै विभिन्न मानिसहरू सलबलाएका छन्। म उनीहरूलाई नसलबलाउन अनुरोध गर्न चाहन्छु। कमजोर भएका बेलामा हामीले एकजुट भएर संरक्षण गर्नुपर्ने बेला छ। लुच्ने बेला होइन। मुलुकलाई लुच्ने सोच कसैले पनि राख्नु जरुरी छैन। हामीले जोगाउने बेला हो। कमजोर छ, यही हो मौका भनेर लुचिहाल्न पाइन्छ कि एक चोक्टा भए पनि पाइन्छ कि भनेर गिद्धे नजर नगाड्नु होला, पाइँदैन। किनकि यसलाई जोगाउनको निमित्त रासोपा र नयाँ शक्तिहरू उस्तै परे एक ढिक्का भएर अगाडि बढ्दैछन्। चिन्ता नगर्नु।